हेलो जयमसी गुड मर्निङ तपाईँहरू सबैजनालाई फेरि पनि तपाईँलाई स्वागत छ मेरो अर्को ब्लगमा आफ्टर लङ टाइम है यसरी फेरि पनि तपाईँको माझमा ब्लग लिएर आएका छौँ। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला अनि सन्चै हुनुहुँदैन भने पनि सन्चै हुनुहोस् है। अनि आजको दिनको अपडेट चाहिँ यस्तो छ, धुम्म लागिरहेको छ तर पनि हामी खोला जाने हो आज। अनि आज खोलामा इन्जोय गर्ने हो है। अनि ड्युटी त रस चलिरहेको छ तर पनि यसो कोही कोही बेला म अनि कपिल दाइ छौँ अनि हेर्दै जानुहोस् होला आजको ब्लगमा। अनि यहाँ चाहिँ हाम्रो कपिल ब्लग आइरहेको छ अनि मेरो बाइक चाहिँ यहाँनिर स्टार्ट गरिरहेको छु। कुरूप भइसक्यो, बाइक पनि धुनुपर्छ आज। ल अहिले चाहिँ हामी भर्खर निस्केका छौँ यहाँबाट। दिन चाहिँ हेर्नुहोस् यस्तो भइरहेको छ, दिन चाहिँ धुम्मा छ तर पनि हामी जाने हो। हामी खोलामा चाहिँ बस्ने होइन होइन खोलादेखि माथि बस्नुपर्छ किनभने अहिले पानी पनि पर्न सक्छ। हिजै सल्लाह मिलाएको थिएँ तर अब के गर्नु, धोका दिनुभयो साथीहरूले हो। अनि टाइम मिलेन त्यही कारण आज गएको। अनि अब जाँदैछौँ। दिन चाहिँ यस्तो छ धुम्मा, हेर्दै जानुहोस्। पछि चाहिँ हाम्रो केपी ब्लग छ। दिन चाहिँ यस्तो छ, आम्बो दिन त फगी त। बेसी होइन, 6वटा पुग्यो नि ठिकै छ। पुग्छ कि यो लानु, यो लैजाउँ एउटा हो। यो लानु कि स्प्राइट लानु? होइन यो लैजाउँ, फेन्टा ठिक हुन्छ त। फेन्टा लैजाउँ, फेन्टा लैजाउँ म। एउटाले काफी हो त। हर्दी हो हर्दी 1 प्याकेट चिकन मसला लैजाउँ, उयो लैजाउँ ल। यहाँ चाहिँ हाम्रो सौदा भइसकिसक्यो। यहाँ हेर्नुहोस् र सौदा अर्ग्यानिक जुगाडमा पानीको बोतलले यस्तो पानीको बोतल लगाएर म गरिदेऊ न। आजको सौदा चाहिँ होइन कपिल ब्लग सौदा। यहाँ मासु छ, यहाँ हाम्रो यस्तो होइन। आज चाहिँ हामी जाने। यहाँ मेरो बाइक चाहिँ हेरिहाल्नुहोस् कुरूप भइसकिसक्यो है। भाँचिसकि के अब कहिलेदेखिको भाँचेको दाइ हो, हेर्नु न चुट्टिन आँटिसक्यो नि हौ। यस्तो चाहिँ हालत पत्ला भइसकिसक्यो बाइकको पनि। चप्पल बोकिन नि त। हेर्नुहोस् यहाँ विब्रदर्समा हुनुभएको सम्पूर्णलाई सम्झना छ। हामी पहिला यसरी चाहिँ जामुने जान्थ्यौँ होइन हो त। हामी केटाहरू यसरी पहिला बोकेर चाहिँ जामुने जान्थ्यो बाइकमा होइन। अर्ग्यानिक जुगाड बनाइदिन्छु म बेलुका हेरेर हामी पहिला यसरी चाहिँ पिकनिकहरू चाहिँ विब्रदर्ससँग जान्थेँ होइन। केटाहरू अहिले टाढो हुनुहुन्छ, आफ्नो आफ्नो व्यवसायमा हुनुहुन्छ। अनि तपाईँहरूलाई सम्झना छ, तपाईँहरू यहाँ हुनु भएन भने पनि तपाईँलाई सम्झना छ धेरै। खोला है मजा आउँथ्यो पहिलानिर जानु। यहाँ चाहिँ अहिले चाहिँ हामी कपिल भ्लगसित होइन। आम्मामा झाडनहरू पनि बोकेछ त तैँले? झाडन अब कोही बेला गरम हुन्छ यसो पौड्यो हुन्छ नि। ल यस्तै चाहिँ अब लाग्दिउँ न। अब चाहिँ हामी निस्केको हो, भर्खर सौदाहरू गरिसक्यौँ। म अनि केपी ब्लग्स है। दिन चाहिँ खोलिँदैछ हो तर खोलामा राम्रो हुनसक्छ। यहाँबाट चाहिँ हाम्रो चाहिँ रिम्बी वाटरफल्सलाई क्रस गरेर जानुपर्छ। यहाँ चाहिँ हावा हाल्नुपर्छ। कपिल दाइ एकछिन बस है, हावा हाल्छु। हावा हाल्छु, हावा हालिदिनुहोस् न। ओ केपी ब्लग साबुन पनि बोक्नु पर्थेछ नि हो। साबुन हिँड होटल डिभाइन। यहाँसम्म आयो हिजो। यहाँ चाहिँ हाम्रो केपी ब्लक। हावा बेसी हाल्दै के आहो यहाँबाट चाहिँ हामी गइरहेका छौँ होइन। अहिले
के छ अन्त आज के छ दा आज आफ्टर लङ टाइम होइन हेर्दै जानुहोस् ब्लग अनि दिन चाहिँ माथिनिर चाहिँ पानी बढाएको थियो यहाँनिर त खोलिँदैछ दिन अब खोलामा कस्तो हुन्छ हेर्नुपर्छ अनि यस्तै छ अब रेनी सिजन पनि लाग्यो यहाँनिर पनि गरम त त्यति साह्रो छैन यहाँनिर चिसै छ तर पनि अब रेनी सिजन लागिहाल्छ यहाँनिर चाहिँ दराप बजार आइपुग्यो हामी यहाँ चाहिँ अलिकति जा हजुर दाउरा हेर्नु पर्दैन फर्स्ट ल पानी चाहिँ नपरोस् होइन तर पानी नपलाएछ छ माथि चाहिँ तर धुम्मा भइरहेको थियो दिन होइन अब यहाँनिर चाहिँ अब दिन राम्रै छ टाटा भेक्टोरिया अब चाहिँ हामी आइपुग्न आँट्यो खोला यहाँबाट देख्दैछ खोला चाहिँ अब लगभग 10-15 मिनट त्यसपछि हामी खोला पुग्नेछौँ हाम्रो हृदय समेट्ने आदर प्रणाम सधैँ होस् तपाईँकै हुन्ला अब चाहिँ हामी वाटरफल्स आइपुग्यौँ फर्स्ट वाटरफल्स यो चाहिँ रिम्बी वाटरफल्स यहाँनिर चाहिँ गेस्ट छ पुरा अम्बो पानी पनि बढेको छ मलाई खान मन पर्छ मलाई जुन मन पर्छ जीवनभर यसोको चेला हुन मन पर्छ मलाई झर्न मन पर्छ पहाड चढ्न मन पर्छ दिनहुँ यसोको वचन पढ्न मन पर्छ खोला आइपुग्यौँ यहाँबाट चाहिँ खोला जान्छ उकालो ओह्रालो जानु भने चाहिँ तपाईँहरू खिचिपिरे लेक कञ्चनजङ्घा वाटरफल्सहरू जान्छ उकालो गयो भने चाहिँ हामी खोला कपिल दाई केही बिर्सेको छैन होइन ल्याउनुहरू पर्ने छैन बाइक चाहिँ किन धुनु छ के होस् पानी खालिहाल्नु ल हल्का बखाल्नु न पाए दाउराहरू खोजौँ न ल अब चाहिँ हामी आइपुग्यो खोला या किन कसले चिन्छ यहाँ चाहिँ यहाँ हामी चाहिँ फाइनली खोला आइपुग्यौँ होइन यहाँनिर बाइक भर्खर राख्यौँ यहाँनिर चाहिँ हाम्रो कपिल भक्सले पनि यहाँ भर्खरै मात्रामा हामी होइन दा खोला आइपुग्यौँ दाउरा पनि अलिकति खोजेको छौँ दाउराको पनि यतिको चाहिँ भयो अब अझै खोज्नुपर्छ होइन दा यहाँ चाहिँ मेरो बाइक दिन चाहिँ यस्तो छ अघि माथिनिर चाहिँ पानी पल्ला जस्तो भइरहेको थियो तर यहाँनिर चाहिँ यतिको छ दिन खोला चाहिँ यस्तो रहेछ यतिको सानै छ भनौँ है यहाँ पर चाहिँ नुहाउँदो रहेछ कि खोला खेल्दैछ यस्तो छ यहाँको दृश्य चाहिँ तपाईँहरू हेर्दै गर्नुहोस् मेरो ब्लग अब चाहिँ यहाँबाट चाहिँ हामी सानो होइन पकाएर खाने अनि त्यसपछि हामी जानुपर्छ अनि आफ्टरनुन ड्युटी पनि छ अनि हेर्दै जानुहोस् होला हामी झन् अब खोलामा आइपुग्यौँ अब आइपुगेर पनि हामीले दाउराहरू पनि म्यानेज गर्दैछौँ किनकि है दिन त एकदम दामी भइरहेको छ के ब्लग दाउरा गद्दा पनि पाएँ काचक पुचुक बस्नु ल भइगयो त अन्त रेडी हुँदैछ अब हाम्रो चुल्हा ढुङ्गा पनि रेडी भयो होइन हामी यहाँ कपिलदारी यहाँ हाम्रो अब चुल्हा फुक्दैछ दाले होइन घरमा चाहिँ काम गर्थेछ दा है मलाई त्यस्तो फुक्नुहरू चाहिँ आउँदैन दा हो
खानु चाहिँ मजाले आउँछ हो, तर अब फुक्नुहरू चाहिँ आउँदैन। हाम्रो चाहिँ यहाँ चाहिँ सामानहरू चाहिँ स्प्राइट माजाहरू, अनि अब यहाँनिर आगो फुक्दैछ केपी ब्लकले। बोल्नु चाहिँ पर्यो होइन दा। अहिले चाहिँ म दाउरा खोज्नु गइरहेको छु हो। यहाँ बनाउँदैछ है, यहाँ चाहिँ हाम्रो खाना बनाउने म चाहिँ दाउरा ल्याउनु। अब दाउरा चाहिँ कहाँ पाउँछ है, हेर्दै जाउँ दाउरै पाएन। यस्तो चाहिँ मुराहरू रहेछ यहाँनिर, योहरू पनि बटुल्नुपर्छ। चुलाइ आगो बल्नु थाल्यो होइन, दाउरा हालेको गर न। दाउरा हालेको हालेको गर्नु दा। मेरो फोन झर्दिन्छ उयो आगोमा झर्छ हो। खै ल जुन नमक हो, नमक, यो हल्दी, यो के हो मिट मसला। अनि यहाँ चाहिँ अब आजको कुक चाहिँ दाइ हुनुहुन्छ। आजको कस्तो बनाउँछ अहिले हामी खानेछौँ अनि टेस्ट गरेर भन्नेछु होइन दा। पहिला तपाईँले बनाउनु भएको यस्तो एकदम यस्तो झन् हाम्रो निकै वर्ष अगाडि भयो है। यहाँ तेल पनि भने झन् यो के भन्छ भएको यहाँ अब मैले भने सेकुवा है पोल्नुको लागि, चिकन सेकुवा पोल्नुको लागि चाहिँ अब यहाँ रेडी गरिरहेको छु। तपाईँले देख्न सक्नुहुँदैछ। म चाहिँ सबसे पहिला चाहिँ यहाँ तेल लगाएको है, किनकि ढुङ्गामा माटोहरू नलागोस् भनेर चाहिँ मैले तेल लगाइरहेको छु है यहाँ है। नमस्ते एभ्रिवान है। आज झन् हाम्रो यहाँ ग्लोरिस भाइले चिकन पोलिरहेको छ है। अनि चिकन चाहिँ अलरेडी मैले म्यारिनेट गरिसकेको थिएँ है। अनि अब ग्लोरिस भाइले चाहिँ यहाँ हाल्नुको लागि एकदम रेडी नै छ। चिकन देखाइदिइहालौँ लु, त्यहाँ हाल न। यहाँ चाहिँ हाम्रो अर्ग्यानिक जुगाड हो, अलिक जग्गा राखेर स्पेसमा राखेर बनाउँ न। यहाँ ग्लोरिस भाइले जुगाड छ है, तपाईँ हेर्नु सक्नुहुनेछ गाइस। आज हामीले मासु झन् ज्यादा होइन, 100 रुपियाँको खालि ल्यायौँ, 2 जना थियो भनेर है। अनि यहाँ हेर्दाखेरि अलिकति 100 को कम्ती नै पाउँदो रहेछ। 2 भाइलाई यसो कम्ती हुँला जस्तो लाग्यो है। यहाँ मासु पाक्दैछ होइन कपिल दाई। यहाँ चाहिँ हाम्रै भट्टाभट्ट होइन दा। अर्ग्यानिक केपी ब्लकको अर्ग्यानिकको सेफ हो। अर्ग्यानिक मासु पोल्नुमा सेफ हो होइन। मासु पाक्दैछ होइन दा। अब चाहिँ आगो लाग्यो गुटुटु। यहाँ चाहिँ हाम्रो कपिल ब्लक चाहिँ आजको कुक भनौँ न होइन दा। मासु पोल्ने खालि कुक हो उहाँ चाहिँ होइन। खाना हेर्नुहोस् घसरी भन्यो। उहाँको त मिठो हुन्छ मासु, उहाँ गनाएको। यो चाहिँ हाम्रो टेरेमेरे उहाँ गनाएको मिठो भने ब्रो। फेरि दा यसरी आगो जोड्दाखेरि कहाँ हुन्छ? आगो जोड्नु जान्दैन रहेछ। भोलिको दिनमा बुढी कसरी पाल्छ? त ब्रो यसरी त तिमीले त है। यहाँ चाहिँ मैले भर्खर बालिदिएको थियो, उहाँले फेरि मार्यो। यहाँ चाहिँ हाम्रो मासु आगो फुक्नु नजान्ने मान्छे रहेछ। भोलिको दिनमा बुढी पाल्नु पर्यो। बुढीको नानी हुँदाखेरि सुत्केरी हुँदाखेरि दाना चारो पकाउनु पर्यो मान्छेको। एउटा कुरा भनौँ दा, एउटा कुरा फुक्नु पर्यो। आगो फुक्नु जानेन भने कसरी? एउटा कुरा भनौँ, म बिहा त गर्दिनँ दा। म बिहा त गर्दिनँ दा। सरी बिहा गर्दिनँ भन्ने मान्छे अगाडि पुगिरहेको हुन्छ त है। अब यहाँ भने उहाँले खानु थालिसक्यो है। यो माथि पाकेको छ त यो चाहिँ दामी। केपी भएको धन्यवाद हो, दामी भएछ मासु। गरे पाएको छैन आदि। यहाँ पोल्ने मान्छेले त चाखेकै छैन, उहाँले त चाखेर सकिसक्यो हो। यहाँ हेर्नुहोस्, पोल्ने मान्छे त यहाँ पसिना भइसक्यो। उहाँले चाहिँ चाखेर सक्न आँटिसक्यो, काँचोमै सक्न आँटिसक्यो। अलिअलि माथि खालि पाकेकोमा खाएर पाक्यो भन्दै खाइरहेको छ। अहिले म भने चाहिँ यहाँनिर पाकिसकेको छैन हो। म त दुःख सुख है यहीँ। कपिल ब्लक सानो भन्नु न। अब मेहनतको फल मिठो हुन्छ भने 1.5 घन्टासम्म 1.5 घन्टा लगाएर पोलेको मासु मिठो नहुनु एकदम दामी। हेर भाइ, तँभन्दा भोकै हामी छु। हामीले भर्खर पाउँदैछ एकछिन बस्दै गर। अब फाइनल गाइस होइन, दामी भइसक्यो के बिदा। दामी भइसक्यो के बिदा।
कैसे कैसे लोग रहते हैं यार यहाँ पर साला राम्रो छ हाम्रो साथी। तो आजको हाम्रो प्रोग्राम्स पनि सक्यो होइन। आज हामी पिकनिक भन्दा पनि यसो रिफ्रेसमेन्ट म र कपिल दा आएको थियो आज खोलामा। अनि अब हामी जान लागेको अनि काम 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 भएर चाहिँ अनि यसो कोही कोही बेला जाउँ न भनेर चाहिँ म अनि कपिल दा आएको थियो। अनि हाम्रो साथीहरू पनि आउनेवाला थियो तर उहाँहरूको सायद केही कारणवश आउनु सकेन। आज मजा आयो है। यहाँ हाम्रो कपिल भ्लग्स र म जान लागेको होइन। यहाँ कपिल दाई हुनुहुन्छ। ए कपिल दा 2 शब्द भनिदिनुहोस् न यहाँनिर आजको विषयमा। मजा आयो है, कस्तो भयो भनिदिनुहोस् न। आजको विषयमा के भन्नु पर्दाखेरि है एकदम मजा नै आयो है। अनि मजाले मासु सासु पनि पोलेर खाइसक्यौँ है। अब हामी झन् 2-3वटा फोटोसुट गरेर लाग्नुपर्ने छ फेरि माथि। र हुन्छ, धन्यवाद छ तपाईँलाई। अनि अझै भ्लगहरू हेर्दै गर्नुहोस्, अझै नयाँ नयाँ भ्लग आउनेछ। अनि माया सपोर्ट गरिदिनुहोस् होला। थ्याङ्क यू।